म हजुरको प्यारो र राम्रो गणेश अर्को नयाँ भ्लग लिएर आइसकेँ। आज फेरि म खेल्न जाँदैछु। बिहानको मर्निङ सेसन रुमबाट हिँडिसकेँ। 6 बजे उठेर फ्रेस भएर यताउता गर्दा 6:30 पुग्दासम्म 7 बज्छ होला। त्यसपछि 2.5 घन्टाको सेसन गरेर म फर्कन्छु होला। अहिलेको मौसम राम्रो छ होइन, हल्का चिसो चिसो नै छ। अहिले 9 बजेपछि हुन्छ फेरि औडावाला गर्मी है। ल अहिले बाटोमा भेट्दै गरौँला सानो टिप्सहरू। यो चाहिँ म बस्ने गल्ली हो गाइस है, म बस्ने गल्ली। ल गाइस अलिकति अगाडि आइसकेँ म, थोरै मेरो रुमदेखि अगाडि। म हजुरलाई देखाउँछु मेरो एकाडेमी। यो चाहिँ इन्डोर भयो है, यो चाहिँ इन्डोर हो। इन्डोर यहाँ एकाडेमी उता चाहिँ नेटहरू चाहिँ यसको उतातिर छ। अनि चाहिँ उयो वाइट ट्याङ्की भएको एकाडेमी भयो। यो हाम्रो शक्ति गौतम गुरुको घर। यहीको ठ्याक्क पछाडि इन्डोर, उतातिर चाहिँ त्यो नेटहरू छ है। अनि यस्तै छ यहाँ। अनि यहाँ चाहिँ बच्चा बच्चीको फिल्डिङ हुन्छ साझा। यतिमा रोक्नै म देखाउँछु। यहाँ चाहिँ बच्चा बच्चीको फिल्डिङ हुन्छ है। ल गाइस म चाहिँ हिँड्दैछु। सूर्य भगवान् पनि आउँदै हुनुहुन्छ बिस्तारै पोल्नको लागि। जाडोमा आएको चाहिँ गर्मीमा नआएको चाहिँ है। ल जाँदैछु, के भन्नु नयाँ नौलो। सब्सक्राइब हानिदिइराख्नु है। बिस्तारै बिस्तारै कतै घुमेको खेलेको, कति बेला खेल्न जान्छु, कहाँ खेल्न जान्छु, यो चाहिँ देखाउँदै गर्छु म। यो पछिको लागि त होइन, अब यहाँ कुकुर छ गाई, भोग्छ किन देखेपछि आइहाल्छ। यो गर, यो केसको लागि बनाउँदै हो भनेपछि पछि मेमोरिज हुन्छ नि त। यदि म फर्स्ट ब्रान्ड क्रिकेटर बनिहाल्यो भने, गर्न त गरिरहेको छु बन्नकै लागि होइन, तर बनिहाल्यो भने त के भन्नु, माथिको लेभल खेलिहाल्यो भने मैले आफूलाई ओहो यस्तो गर्थेँ यार, यति बजी खेल्न जान्थेँ भन्ने एउटा मेमोरिज हुन्छ नि त होइन। त्यही भएर यसो बनाइदिइहालौँ भनेर। डेली त हाल्न सकिँदैन, बनाउन पनि सकिँदैन, कहिलेकाहीँ यसो होइन, पछि मेमोरिजको लागि ओहो म त यस्तो गर्थेँ यार, म त यस्तो गर्थेँ, यति बेला जान्थेँ, कस्तो गर्मी हुन्थ्यो त्यति बेला भन्ने हुन्छ। यदि बाई चान्स माथिको लेभल खेल्न सकेन भने पनि होइन, गर्न त गरेकै हो, यति बजी खेल्न गएकै हो भन्ने पनि एउटा मेमोरिज हुन्छ है। त्यही भएर हो गाइस मैले चाहिँ। ल अहिले भेटौँला फेरि। केटा हो हाइवेमा आइसकेँ म, जाँदैछु। आयो यही भयो। केटा म चाहिँ हिँड्दै छु बिस्तारै एक्लै होइन। के हो भनेपछि केटा, म जाने ग्राउन्डको नाम चाहिँ कर्म डाँडा हो कि होइन। नाम हेर्नु न, कर्म डाँडा। कर्म गरेपछि फल त पाइन्छ होला नि। हाम्रो मल्ल दाई पनि बनेको यहीँबाट हो, कुशल मल्ल दाई हुनुहुँदैन नेसनल टिममा, त्यहाँ पनि बनेको यहीँबाट। यहाँ फेरि नेपालको सबै खेलाडी आइसकेको
लुम्बिनी लायन्सको प्र्याक्टिस पनि भइसक्यो यो ग्राउन्डमा। देखाउँछु म अहिले तपाईँहरूलाई ग्राउन्ड जाँदैछु। यस्तो छ, यस्तै छ। ल थोरै थोरै क्लिप्सहरू अगाडि जोड्दै गर्छु ल। हाउ वाज फिटनेस सेसन? कस्तो भयो? एकदम बवाल बवाल हो कालु। हजुर। अब के? अब फिल्डिङ फिल्डिङ। ल फिल्डिङ रे अब। Field and Co clips Banana High. Farkidai Rim Tira. Don't forget to subscribe, like, and comment.